वेलकम ब्याक माई युट्युब च्यानल। फेरि नयाँ भिडियोको साथ चाहिँ आइसकेको छौँ। सो आज हामी दुईजना छौँ। सो ठिक के छ खबर? ठिक छ। अनि के छ अनि आजको प्लान कता? आज हाम्रो प्लान छ बच्चा जाने, नेपालीमा घुम्ने, खाने, रमाइलो गर्ने, इन्जोय गर्ने है। हो। सो अनि आज हाम्रो एउटा कार्यक्रम छ नि त, थाहा चाहिँ छ नि तपाईँलाई? थाहा छ तपाईँलाई? थाहा छैन होइन? सो ओके, अब आज हामी चाहिँ हाम्रो नयाँ कार्यक्रम छ र लोसारको यहाँ साउदी अरबमा लोसारको चाहिँ कार्यक्रम रहेछ। सो दाइले स्पोन्सर गर्नुभएको छ याम तमु दाइलाई, र याम तमु दाइले चाहिँ भेट्नलाई एकदमै एक्साइटेड छौँ हामी होइन सोल्टी? होइन र सो हामी अब एकैछिनपछि अब याम दाइलाई भेटेर सो अब लेट्सी अब अहिले लगभग कति टाइम भयो हाम्रो 10:30 हुनु लाग्यो। सो हामी चाहिँ निस्किनु पर्ने चाहिँ उताबाट 12 बजीतिर हो। यहाँबाट अब मेट्रोबाट जाँदाखेरि अलिकति टाइम लाग्छ। सो लेट्स हामी चाहिँ बाटो लागिसकेको छौँ। सो रुमबाट निस्किसकेर जब रोडमा यहाँ एकैछिन यहाँ पर पुगेर चाहिँ यहाँ बस कुरिराखेको छ हामीलाई। सो अब एकैछिनमा यहाँबाट चाहिँ हामी मेट्रो पनि पुग्नुपर्ने हुन्छ। मेट्रोमा पुगिसकेपछि चाहिँ त्यसपछि अलिअलि मेट्रोको भिडियो हुनेछ र हाम्रो जुन कार्यक्रम हुने ठाउँ हुन्छ त्यो कार्यक्रम हुने ठाउँको चाहिँ टोटली हामी भिडियो गर्नेछौँ। र मेरो भ्लगमा चाहिँ मेरो युट्युब च्यानलमा गएर चाहिँ तपाईँहरूले चाहिँ भिजिट गर्नुपर्ने हुनेछ है। एकदम बेजो प्रस्तुति हुनेछ हाम्रो जुन हाम्रो यो लोसारको कार्यक्रम छ। याम तमु दाइ लगायत अन्य कलाकारहरू अथवा नेपालबाट नि आउँदै हुनुहुन्छ अरे। धेरै एक्साइटेड छौँ हामी होइन सोल्टी? हामी धेरै एक्साइटेड छौँ नि होइन पुग्नलाई। ल थ्याङ्क यू सो मच। अब सबै भिडियो यसैमा हालेर त अलिक धेरै लामो हुनसक्छ। हामी छोटो मिठो भिडियो बनाउनु चाहिँ 11मा पुग्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ त्यहाँबाट फेरि अर्को बस चढेर चाहिँ कार्यक्रम भएको ठाउँमा चाहिँ हामी पुग्नेछौँ। लगभग हामी एक्जिट 13 भन्ने छ भनाइ चाहिँ। कहाँनिर पर्छ हेरौँ लेट्सी। बथा पुगेपछि सबै कुरो थाहा हुन्छ। सो थ्याङ्क यू सो मच तपाईँहरूले चाहिँ हेर्दै गर्नु होला भिडियो, एकदम लास्टसम्म हेर्नु होला। र भिडियो कस्तो हुन्छ सबैजनाले प्रतिक्रिया दिनु होला, राम्रो भए सेयर गर्नु होला। फाइनली अब यो परको बसदेखि चाहिँ हामी जानुपर्ने हुन्छ। एकैछिन हामीलाई वेट गरिराखेको छ। सो यहाँबाट एकैछिन हामी बस चढेर त्यहाँ मेट्रोसम्म चाहिँ जानेछौँ। त्यसपछि सबै भिडियो समेट्नेछौँ है त। ड्राइभर कुरेर बसिरहेछ। सो लेट्स छिट्टो जम्मै छिट्टो ड्राइभर बसिरहेछ। छिट्टो बसिरहेको छ। के छ लाग्यो हामी लाग्यो अब बसमा लाग्यो ल हामी सोल्टीलाई नि आइसोल्टी गर्दिनँ। घर कता भन्नुभयो सर? मेरो जनकपुर। ओके ल ठिक छ। अनि कामसाम सब ठिकठाक छ होइन? काम राम्रो छ, सब ठिक छ। ल सर अब यसो जम्का भेट भयो, जम्का भेट भयो। हजुरसँग राम्रो कुरा गर्न पायो। आज त बथा जाने सोचेको थिएँ होइन, त्यो बुढोको चाहिँ फ्यान्सी पसल ओपनिङ लागेछ। हो हजुर 16 तारिक अझै भन्नु थियो ओपनिङ हुन्छ। ए हजुर त्यो छ नि एउटा कथामा त्यो आज फ्यान्सी पसल आज ओपनिङ लाग्यो। आज त सस्तो दिन ला, त्यही भएर जान्छु त। कता जालाको हजुर हामीतिर जानु पर्दैन। हामी त्यही जान्छ। अहिले 12 बजी हाम्रो चाहिँ कार्यक्रम छ। अनि 12 बजी अहिले त अब जानुपर्छ। अहिले त अफिस जानु पऱ्यो होला होइन? क्यान्सल गर्नु 1-2 घन्टाको लागि। अनि उता त 2 बजेतिर आउनु। तपाईँ उता आउनु न, हामी लोकेसन पठाइदिउँला नि तपाईँले। त्यो त थाहा छ उसको। मसँग कन्ट्याक्ट छँदैछ ल वाट्सएपमा। ओके छ त। मान्छे के भयो एनसी भएर कता जानु ल हौ ब्रो? ए लाग्यो अब कता मार्केटतिर घुम्न। ल ठिक छ। चस्मा लगाएर पुरै चस्मा लगाएर साथी के हो नि, के गर्लफ्रेन्ड हेर्न जानलाई है के हो? ल त्यस्तो गर्नु हुँदैन। हामी विदेशी मान्छे होइन, विदेशमा काम गर्ने मान्छे, केटीसँग लाग्ने कुरा नि भएन होइन। त्यही भएर
त्यही हो हामी अब जाँदैछौँ खास त हाम्रो यही हो जाने बाटो त यहाँबाट हामी जान्छौँ यहाँबाट चाहिँ हामी उता चाहिँ हाम्रो काम गर्न जाने ठाउँ हो कता कता जानु बाहिर यहाँ त 2 घन्टा लाग्छ अरे हो टाढै छ कति बजी जाने हाम्रो त मेरो यो मिटिङ सिट हुन्छ मिटिङ हुन्छ मेरो 11 अब जाने दिन एनाउन्स गर्छ नि त एनाउन्स गर्छ होइन कसरी साथीहरूको यति राम्रो कम्पनी छ उनीहरूलाई पुरा पिकनिक घुमाउन लिएर जानेदेखि हाम्रो जुस टाइम खत्तम हाम्रो जुस टाइम खत्तम 8 वर्ष काम गरेको भयो मा कसम छे यस्ता कम्पनी न केही भयो न केही भयो पहिला रमाइलो गरे है पहिला बरु होइन हामी दसैँ तिहारमा बहुत रमाइलो गरियो पहिला हामी खसी ल्याएर कुखुरा ल्याएर होइन रक्सी ल्याएर आम्मा अहिले साउदी एकदम चेन्जेस छ के पहिला हजुर साउदी अब काम गर्नु लाग्यो उनीहरू काम गर्नु लाग्छ र अहिले त कहाँ दिन्छ त एक वर्ष बाँकी छ एक वर्ष काटेर बाहिर जाने हो होइन यता चाहिँ काम छैन अब गल्फ कन्ट्रीमा कुनै कन्ट्रीमा काम छैन हजुर। बङ्गालीहरूले गर्दा नि पुरै बर्बाद गरेछ हजुर अब मेरो नि अब 3 महिना छ घर जानलाई अब 3 महिनापछि चाहिँ घर गइन्छ 3 महिनापछि अनि युरोपतिर ठिकै एक्जिट छ बरु पैसा हालिसकेको लाउँछ छ तर लाइफ चाहिँ त्यहाँ राम्रो छ हजुर युरोपतिर के छ फ्युचर थैंक यू सो मच भाई साहब सोल्टीको होटल छ हेर अब हामी सिधै अब यो मेट्रोदेखि हामी यहाँदेखि हामी चढ्नेछौँ सो ल चढिहालौँ लेट्स सी यस्तो दामी दामी ठाउँ रहेछ यार यहाँ ल हेर्नु त गाइस तर मान्छे चाहिँ अहिले खासै कोही पनि छैन अब एकैछिनपछि हामी ल निस्किहाल्छौँ अहिले फटाफट जानुपर्ने हुन्छ ढिला हुन्छ सो गाइस अब हामी चाहिँ यहाँनिर चाहिँ तपाईँको कहाँदेखि चढेपछि अब अहिले हामी यहाँबाट चढ्छौँ यहाँबाट चढेर हामी ठ्याक्कै यहाँसम्म जानुपर्ने हुन्छ यहाँ 27 कता हो यहाँसम्म जानुपर्ने हुन्छ टक्क यहाँ गएर यहाँ दाइको दाइलाई भेटेर चाहिँ यहाँबाट हामी निस्किन्छौँ है आजको चाहिँ यता देखाउनु न मलाई पनि केराको पातले भिजुन्छ लौ लौ माया लौ भन्छ होइन अब हामी चाहिँ लागिसक्यौँ मेट्रो चढेर अब यहाँबाट एकैछिनपछि चाहिँ हामी पुग्नेछौँ अलिक ढिलो हुनसक्छ जस्तो लाग्छ सो र पनि हामी एकदम फटाफट जानेछौँ फटाफट त यो कति नम्बर गेट पो रहेछ सोल्टी यो हजुर यहाँ यसैले लाउनु देखाइदिनु लगाएर जानै पऱ्यो अलि राम्रै देखाउनु न भरे हिचबाट हाल्दा नि भइहाल्यो Cafeteria to here. Caillou Melikiva. Next station.
King Fahd District. फाइनल्ली बथा आइपुग्यो है त लाउनु मेरो नि बनाउनु पऱ्यो नि त यो ब्याग बोक्नु लाउनु फाइनली गाइस अहिले यो बथामा चाहिँ हामी आइपुगिसकेका छ सो अब एकैछिनमा दाइको होटलमा चाहिँ हामी जान्छ त्यसपछि चाहिँ हाम्रो कहाँको यात्रा हो त्यसपछि जाउँला है सो हामी चाहिँ अब यहाँ दाइलाई भेट्नलाई एकदमै आतुर छु अब याम दाइलाई एकैछिन अब याम दाइ त्यही हुनुहुन्छ होला सब केटाहरू पर केटाहरूको भेला लागिरहेको जस्तो छु यहाँ पर के छ दाजु ठिक छ मेरो भाइ ठिकठाक हो नि ल फाइनली दाजुलाई भेट भयो ल आज नाच्नु पर्छ है एकदम यहाँ भिडियो बनाउँदै हुनुहुन्छ होइन बाइकको यो लुक्स बाइक मात्र आज बाइकको मात्र होइन मेरो दाइको यता मेरो कपाल हेर्नु न कपाल फाइनली दाइलाई भेट भयो दाइलाई भेट्ने चाहिँ एकदम ठुलो सपना थियो होइन धेरै धेरै समय उहाँलाई भेट्ने सपना थियो दाजुलाई भेट्ने उहाँ साथीलाई पनि थ्याङ्क यू सो मच सबैले लाइक सेयर कमेन्ट वर्षाइदिनुहोस् होइन के छ सर ठिक छ नि कला डान्स आज त कलाकारै फाइनली दाजुलाई भेट्नु एकदमै एक्साइटेड भयो है सबै साथीहरू चाहिँ बसिरहनु भएको रहेछ के छ साथी सन्जय हुनुहुन्छ कता हो घर सर पर्सा हो हामी चाहिँ फाइनली लागिसकेको छौँ अब एकैछिनपछि चाहिँ घुम्न सक्छौँ गाइस हाम्रो दाइ चाहिँ एकदम समाजसेवी दाइ चाहिँ एकदम अगाडि हुनुहुन्छ दाइले चाहिँ हामी एकछिन कुर्नु पऱ्यो हुन्छ दाइले वेट गराउँदै हुनुहुन्छ लेट्स सी हामी एकैछिनमा पुग्नेछौँ है त गाइस र दाइ चाहिँ एकैछिनमा आउनुहुन्छ अरे हामी चाहिँ हिँड्दै गरौँ न त एकैछिन है त हामी अब दाइहरूसँग चाहिँ पुग्नेछौँ स्वीकार्दै साउदीको लागि नेपाली राजदूतावासका सपरिवार यतिखेर यस कार्यक्रम हलमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने खबर मैले प्राप्त गरेको छु तामाङहरूको सम्पूर्ण कार्य पदाधिकारीहरू कोही पनि नछुटोस् तामाङ जातिको मौलिक बाजा सम्पूर्ण के गर्नु उफ्रिनु पर्यो प्रस्तुति सहित यहाँ प्रस्तुत गर्नुभएको छ।